हेलो साथीभाइहरू, आज म जस्ट म तपाईँलाई देखाउन जान्छु हैन। यहाँ हेर्नुहोस्, यो चाहिँ लेडिजहरू युज गर्छ हैन, यो पिरियडको टाइममा हैन। अन्त पिरियड हुँदा चाहिँ युज गर्छ हैन। यहाँ हेर्नुहोस्, स्टे फ्री युज गर्छ हैन। तर म यो एक्चुअली चाहिँ के तपाईँलाई देखाउन खोजेको, जस्ट यो भन्नु खोजेको हैन। कोही जस्ट भुटानमा या इन्डियामा भनौस् या भुटानमा भनौस् हैन। म भुटानमा भनौँ स्पेसली गाउँमा जस्ट भिलेज एरियामा चाहिँ के गर्छ, उनीहरू चाहिँ यो एफोर्ड गर्नु पनि सक्दैन नि त हैन। किनकि त्यहाँ त्यो साइडमा चाहिँ सप पनि हुँदैन हैन। उनीहरूले के गर्छ, पिरियड हुँदा चाहिँ के गर्छ भनेपछि क्लोथ युज गर्छ हैन। क्लोथ युज गर्छ पिरियडलाई स्टप गर्नुको लागि हैन। यहाँ हेर्नुहोस्, यो पिरियडलाई स्टप गर्नुको लागि क्लोथ युज गर्छ। अन्त क्लोथ युज गऱ्यो भने के हुन्छ भनेपछि उनीहरूलाई इन्फेक्सन हुन्छ हैन। सो म जति भाइ साथीभाइहरूलाई भन्छु हैन, अब उनीहरूलाई त बिचारा लेडिज मान्छे, उनीहरूलाई त कसैलाई सेयर पनि गर्नु सक्दैन हैन। सो म सबैले यो भन्छु हैन, जति सक्नु हैन, यो चाहिँ जुन चाहिँ छ पिरियडहरू चाहिँ जुन चाहिँ हुन्छ यो यस्तोहरू जुन चाहिँ छ हैन, यो चाहिँ उनीहरूले चाहिँ मतलब डोनेट गर्नु ट्राई गर्नु हैन। त्यसमा के हुन्छ, उनीहरूको हेल्प हुन्छ, उनीहरूलाई खुसी हुन्छ हैन। कसैलाई चाहिँ एफोर्ड गर्नु सक्दैन, प्लिज त्यो गाउँमा भिजिट गरेर चाहिँ यस्तोहरू चाहिँ डोनेट गर्नु सबै चाहिँ हेल्प हुन्छ गाइस। म पनि ट्राई गर्छु यो डोनेट गर्नुको लागि गाइस। लभ यु अल गाइस।